मेरो देशमा रहनुभएका मान्य सम्माननीय सबै महानुभावहरूमा, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा मेरो तर्फदेखि साधारण नमस्कार। विषय चुनाव नजिकै छ। नेताहरू जनताको घरदैलोमा लागिरहनु भएको छ। आज 36 वर्ष भयो काङ्ग्रेस एमाले माओवादीले सरकार चलाउन थाल्यो। यो कुराको याद जनतालाई रहोस्। चुनावभन्दा अगाडि जनताको पछाडि नेता, चुनाव पछाडि जनता नेताको पछाडि लाग्नुपर्छ। यो किन, कसले गरायो, यो सिर्जना कसले गर्यो, उत्तर छ? कोहीसँग उत्तर छ? आज हामीहरू देश विदेशमा किन आउनु पर्यो छ? यसको उत्तर छ? कसले गरायो? राजाको पालामा त थियो, कल कारखानाहरू सबै थिए, नेपालमा रोजगार पनि पाएकै थिए नेपालीहरूले। जब काङ्ग्रेस एमाले माओवादीको हातमा जब सरकार गयो, त्यहाँ पुरा लथालिङ्ग भयो देश। दुःख पाए धेरै नेपाली जनताहरूले, कतिले खोलो बगाए। त्यही भएर उनीहरूलाई सबक सिकाउनको लागि र नेपाली जनताले चाहेको, रोजेको र खोजेको आशा र भरोसाको साँच्चीकै नेपाल बनाउने पार्टी भनेको रासपा, राष्ट्रिय स्वतन्त्र पार्टी, मान्य सभापति रवि लामिछानेज्यू, उहाँको तर्फबाट अर्घाखाँची जिल्लामा मनोनितको लागि उम्मेदवार हरिप्रसाद भुषालज्यूलाई अत्याधिक मतले विजय गराउनुहुन अर्घाखाँचीवासीहरू सबैलाई मेरो तर्फबाट विनम्र अनुरोध गर्दछु। बाँकी त सबै घर दैलो कार्यक्रम गरेको छ, के गरेको छ, कसो गरेको छ, घर घरमा गएछन्, हजुर भनेका छन्। त्यो भन्न पर्दैन नि। जब नेताले राम्रो काम गर्यो भने, आज हेर्नुहोस् त, जहाँ रवि दाई, बालेन दाईहरू उहाँको यहाँ खडा हुनुहुन्छ नि, राजपाका नेता, जनता आफ्नै आप गएको छ। तर एमाले काङ्ग्रेस माओवादीलाई हेर्नुहोस्, एउटा जनता अगाडि गयो होइन। आउनुहोस् है, हामीले किराया हालिदिन्छौँ, गाडीमा तेल भराइदिन्छौँ, खाना दिन्छौँ भनेपछि जबरजस्ती खिचेर लगिएको छ। यसको उदाहरणीय मसँग धेरै सबुतहरू छन्। तपाईँहरूलाई पेस गरौँ, मैले पेस गरौँ? पेस किन गर्ने? सामाजिक सञ्जालभरि त भाइरलै छ। अब यो झोला भर्ने र पकेट भर्ने, आफ्नो भर्ने, आफ्नाले अगाडि बढाउने यो प्रविधि बन्द गरौँ। साँच्चीकै देशै बनाउने हो भने सम्माननीय सभापति रासपा रवि लामिछानेज्यू, बालेन्द्र शाहजी, रासपाले जिताएर देशको भविष्य अन्धकारमा रहेको हुनाले उहाँहरूलाई जिताएर सुनियोजित भोलि उदाउने नेपाल, एउटा आशाको किरण रासपा र भोलि उदाउने नेपाल, त्यो चम्किलो नेपाल आमा खुसी हुने गरी, नेपाल आमाको मुहारमा हाँसो आउने गरी ल्याउन सक्ने पार्टी भनेको रासपा। मैले धेरैलाई गाली गरेर, कसैलाई बदनाम गरेर हुनेवाला केही छैन। भन्न त मैले बनाएका भिडियोहरूमा कसैले पागल, गधा, बौला पनि भनिसकेका छन्। त्यो भन्ने को भन्ने हो भने जसले काङ्ग्रेस एमालेको तर्फबाट वडामा होस्, चाहे जहाँसुकै होस्, आफ्नो पकेट भरिरहेको छ, उनीहरूको खल्ती बन्द हुने भयो भनेर मात्रै मलाई यो गाली गरिएको, अन्यथा केही होइन। आज मैले भिडियो बनाउँदै गर्दाखेरि मलाई तथा नाम बोल्नेहरू मान्छे पनि थुप्रै हुनुहुन्छ। राम्रोसँग हेक्कारोस्, उहाँहरूलाई राम्रोसँग याद रहोस्। अझै पनि नेपालमा एमाले काङ्ग्रेसले मिलिजुली सरकार बनायो भने न, नेपाल रहन, नेपाली हामी रहँला कहाँ, नेपाल नरहे, यो शब्द नारायण गोपालजीले त्यत्तिकै बनाउनु भएको होइन, सत्य तथ्य बुझेर गाएको गाना हो। नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हजुरहरूले मन परिवर्तन एकचोटि गर्नै पर्छ। यदि तपाईँहरूले आफ्नो बच्चाहरूको भविष्य अन्धकारमा गउँछ भन्ने थाहा छ, साँच्चीकै देशलाई माया गर्नुहुन्छ र आफ्ना बालबच्चाको भविष्य देख्न चाहनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई
एकचोटि 5 वर्षको लागि सरकार बनाउनु दिनु। आजसम्म 35 वर्ष हेर्नुभयो, अब 5 वर्ष कोर्न सक्नुहुन्न तपाईँले? 5 वर्षको लागि के भोट दिन सक्नुहुन्न? कतिचोटि चाहिँ नि त्यही रुख रुख सूर्य सूर्य भन्दै बस्नुहुन्छ, हँस्य हतौडो भन्दै बस्नुहुन्छ। कहिलेसम्म? अनि साना साना नानीहरू, कलिला बालबच्चाहरूको भविष्य कता जाँदैछ? देशमा आर्थिक स्थिति कस्तो छ? देशको महँगाइ कस्तो छ? आज इन्डियामा एउटा किनेको गाडी 4 लाखको गाडी नेपालमा आउँदाखेरि 15 लाख किन पर्छ? भन्नुहोस् त। सायद हाम्रो देशमा सबै उद्योग कल कारखानाहरू सबै चालु भएको भए आज हामीलाई यहाँ बाहिर आउनु पर्थ्यो, पर्दैन थियो। त्यसैले भन्छु, अत्याधिक मतको साथ पाणिनिमे अनाजी जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्नुभएका सम्माननीय माननीय हरिप्रसाद भुषालज्यूलाई अत्याधिक मतले विजय गराउँ। जय नेपाल, जय रवि, जय बालेन, जय घन्टी।